नमस्कार साथीहरु, आज चाहिँ हामीले YouTube च्यानल बनाउन सिक्दैछौं। YouTube को हरेक कुराहरु YouTube च्यानललाई कसरी बनाउने अनि YouTube च्यानल बनाउँदाखेरि के गर्नुपर्छ सबै कुराहरु हजुरहरुलाई सिकाउने छु। भिडियोलाई चाहिँ पुरा हेर्नु होला है। अब तपाईले YouTube च्यानल बनाउनको लागि चाहिँ यहाँ YouTube मा जानुपर्ने हुन्छ। अब यहाँबाट चाहिँ हामीले यसलाई YouTube च्यानल बनाउनु पर्ने हुन्छ। त्यसको लागि यतापट्टि यु भनेर लेखेको छ नि यहाँ तल, यहाँनेर थिचेर फेरि तपाईले च्यानललाई क्रिएट अ च्यानल लेखेको छ नि यहाँनेर थिचेर अब यसलाई चाहिँ तपाईले च्यानल बनाउनु पर्यो। त्यसको लागि तपाईले यहाँनेर आफ्नो नेम लेखेको छ, यहाँनेर यो कलममा थिचेर तपाई आफ्नो नेम पनि चेन्ज गर्न सक्नुहुन्छ। मैले त पहिल्यै सही लेखेको छु, अब मलाई चेन्ज गर्नु छैन। एक्जाम्पल हजुरहरुलाई देखाउनको लागि मात्र। त्यसभन्दा पछि ह्यान्डल लेखेको छ, यो ह्यान्डलको मतलब यहाँनेर चाहिँ तपाईले नम्बर लेखेर आफै सेट गर्न पनि सक्नुहुन्छ। मैले 1 3 लेखे, यसलाई चाहिँ सेभ गर्दिए। यो चाहिँ कस्तो भन्दाखेरि तपाईले कसैको भिडियोमा गएर कमेन्ट गर्नुभयो भने यो शो गर्छ के तपाईको नाममा, तपाईको च्यानलको नाम जस्तै हो ह्यान्डल भनेपछि। अनि यतापट्टि यो क्यामेराको फोटो दिएको छ, यतापट्टि चाहिँ तपाईले यहाँ फोटो लगाउन सक्नुहुन्छ। यहाँ क्यामेराबाट खिचेर लगाउँदा पनि हुन्छ, ग्यालरीबाट चुज गरेर लगाउँदा पनि हुन्छ। यहाँनिर चाहिँ मैले एउटा फोटो लगाउँछु त, तपाईहरु हेर्दै जानुस् है। यो मैले यही फोटो लगाएँ ल अहिलेको लागि। सेट एज प्रोफाइल पिक्चर भन्ने ठाउँमा क्लिक गरेर तपाईको च्यानल चाहिँ बन्यो। फेरि त्यसभन्दा पछि क्रिएट च्यानलमा क्लिक गर्नुस्। युट्युबबाट त तपाईको च्यानल बन्यो। तपाईले यहाँबाट सर्च गरेर भिडियोहरु हेर्न थाल्नु भयो भने तपाईले जस्तो भिडियो हेर्नुहुन्छ त्यस्तै भिडियोहरु तपाईलाई शो गर्छ। अब च्यानल चाहिँ बन्यो, तर यतिले बन्दैन साथीहरु च्यानल। साथीहरु YouTube च्यानल त बन्यो ल, ठीक छ। YouTube च्यानल त हामीले YouTube मा गएर बनाइसक्यौं, तर यसलाई सर्चिङमा कसरी ल्याउने, युट्युबलाई भेरिफाइड कसरी गर्ने, हरेक कुराहरु हामीले कहाँबाट कसरी गर्ने भन्ने म तपाईहरुलाई बताउँदै छु। एक कुरा ध्यान दिएर सुन्नु होला है। एकछिन अब तपाईले आफ्नो मोबाइलको यो क्रोम ब्राउजरमा जानुपर्ने हुन्छ। क्रोम ब्राउजरमा गएर युट्युब खोल्नुपर्ने हुन्छ। यसलाई खोल्नुपर्ने हुन्छ। अब यसलाई खोलिसकेपछि यो खुलेको छ अहिले फेरि यतापट्टि यो सानो लोगो छ हेर्नुस् है। यहाँनेर गएर भ्यू योर च्यानल छ नि, यहाँनेर तपाईले थिच्नुपर्ने हुन्छ। फेरि तपाईको च्यानल यस्तो देखाउँछ। त्यसभन्दा पछि तपाईले कस्टमाइज च्यानलमा जाने। Y2 स्टुडियोको वेबसाइटमा खुलिसकेपछि तपाईको च्यानल यस्तो देखाउँछ। यहाँनेर चाहिँ कन्टिन्यू गर्ने। फेरि अब तपाईले च्यानललाई चाहिँ सेटअप गर्ने। अब यहाँनेर चाहिँ किवर्डहरु कसरी लगाउने, ट्यागहरु कसरी लगाउने, च्यानलमा के गर्नुपर्छ। अब नर्मली गाउँको भाषामा भन्दाखेरि फर्महरु भर्नु भन्छ नि, कुनै पनि काम गर्नको जुन प्रोसेस हुन्छ त्यस्तै युट्युब च्यानलको प्रोसेस यहीबाट हुन्छ। अब यहाँ तलपट्टि हेर्नुस् है, यहाँ कुनामा यहाँ चाहिँ सेटिङको बटन छ, तपाईहरु त्यहाँ थिच्नुस्। त्यसभन्दा पछि सबैभन्दा पहिला माथि तपाईको जनरल भनेर लेखेको आउँछ, त्यसको यतापट्टि US डलर भनेको छ है। अब यहाँनेर चाहिँ तपाईले जुन सुकैमा पनि चुन्न सक्नुहुन्छ। यहाँ सबैभन्दा माथि चाहिँ यहाँ नेपाली रुपीस, यहाँनेर क्लिक गर्नुस्। त्यसभन्दा पछि यसलाई सेभ गर्नुस्। त्यसभन्दा पछि फेरि त्यो सेटिङमा थिच्नुस्। त्यसभन्दा पछि फेरि तपाई च्यानलमा जानुस्। अब यहाँनेर चाहिँ कन्ट्री अफ रेसिडेन्स छ, यहाँ क्लिक गर्यो भने तपाई कुन ठाउँबाट हो भन्ने थाहा हुन्छ। त्यहाँबाट यहाँ चाहिँ नेपाल लेखेको होला कुनै ठाउँमा, यहाँनेर नेपाल लेखेको छ, नेपाल भनेर सिलेक्ट गर्नु पर्यो। त्यसभन्दा पछि यहाँनेर चाहिँ किवर्ड हाल्नुपर्ने हुन्छ। यहाँनेर किवर्ड सबभन्दा यो च्यानलको किवर्डहरु हाल्नुपर्छ। यहाँ तपाई कस्तो खालको भिडियोहरु बनाउनुहुन्छ, भ्लगहरु बनाउनुहुन्छ, कमेडी भिडियोहरु बनाउनुहुन्छ या कुनै टेक्निकल भिडियोहरु बनाउनुहुन्छ, तपाई कस्तो खालको भिडियो बनाउनुहुन्छ त्यस्तै खालको। जसै मैले बनाएको छु TRC क्रिएसन भन्ने छ एउटा, यो टेक्निकल खालको च्यानल भयो। त यहाँ सबैभन्दा पहिला मैले आफ्नो च्यानलको नाम नै किवर्डमा हाल्नु पर्यो। यहाँ जस्तै TRC क्रिएसन। त्यसभन्दा पछि यो कमा लगाउने अनि यतापट्टि थिच्ने, यो एउटा किवर्ड भयो। त्यसभन्दा पछि यसैको उल्टो बनाउने, CREATION क्रिएसन TRC भनेर फेरि अर्को किवर्ड बनाउने। फेरि यतापट्टि दोस्रो किवर्ड भयो। त्यसभन्दा पछि तपाईले यहाँ किवर्ड लगाउन सक्नुहुन्छ। जस्तै कमेडी भिडियो बनाउनुहुन्छ भने कमेडी लेख्ने छु, यो यहाँ
कमेडी लेखेर फेरि किबोर्ड बनाउने अथवा तपाईको म्युजिक भिडियोहरु बनाउनुहुन्छ भने म्युजिकका किबोर्डहरु हाल्ने त्यस्तो यहाँनिर चाहिँ किबोर्डहरु हाल्ने। त्यसभन्दा पछि यता एडभान्स फिचरमा तपाईहरु जानुहोस्। त्यसभन्दा पछि यता एडभान्स फिचरमा जानुहोस्। यहाँनिर चाहिँ सोधेको हुन्छ युट्युबले। यहाँनिर है सानो अक्षरमा सोधेको छ यो भिडियोहरु तपाईहरु बच्चाका लागि हो कि होइन भनेर यहाँनिर सोधेको छ। यहाँनिर नो सेड दिस च्यानल इज नट मेड फर किड्स भनेर यहाँनिर लेखेको छ। अलमोस्ट नेभर अपलोड कन्टेन्ट द्याट्स मेड फर किड्स भनेर छ। यहाँनिर यो बच्चाहरुको लागि होइन भनेर यहाँनिर फेरि यसलाई पनि सेभ गर्नुपर्ने हुन्छ। इलिजिबिलिटी भन्ने छ यहाँनिर हेर्नुस् है। अब यतापट्टि अब यो सबैभन्दा माथिको त युट्युब च्यानल बनाउँदै इनेबल भइहाल्छ। त्यसभन्दा पछि यसलाई इनेबल गर्नको लागि तपाईले मोबाइल नम्बरबाट भेरिफाइड गर्नुपर्ने हुन्छ। यसमा भेरिफाई फोन नम्बर भनेर लेखेको छ। यहाँनिर चाहिँ अब यस खुल्छ यसरी गुगलमा गएर खुल्छ यो। यहाँनिर मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ फेरि कन्ट्री हाल्नुपर्ने हुन्छ। त्यसभन्दा पछि ओटिपी आउँछ। त्यो ओटिपी हाल्यो भने तपाईको युट्युब च्यानल भेरिफाई हुन्छ। त्यसभन्दा तल छ नि जुन त्यो एडभान्स फिचर भन्ने छ यहाँ तल हेर्नुस् है सबैभन्दा तल त्यसलाई इनेबल गर्नको लागि या त भिडियो भेरिफाई गर्नुपर्छ या त आइडी दिनुस् भ्यालिड आइडी दिनुपर्छ या त च्यानल हिस्टरी या तपाईले धेरै भिडियोहरु हाल्नु भयो भने अटोमेटिक चाहिँ इनेबल भइहाल्छ। त्यसभन्दा पछि तपाईले अपलोड डिफल्टमा गयो भने तपाईले यहाँ तपाईले भिडियो अपलोड गर्दाखेरि अटोमेटिक त्यहाँ चाहिँ तपाईले थम्बनेल लेखेको हुनु पर्यो। लेखेर राख्न पनि सक्नुहुन्छ। यहाँनिर चाहिँ डिस्क्रिप्सन भिडियोको तलतिर डिस्क्रिप्सन राख्न पनि सक्नुहुन्छ। अनि यताबाट ट्यागहरु पहिलादेखि लगाएर राख्न पनि सक्नुहुन्छ अपलोड डिफल्टमा। एडभान्स सेटिङमा गयो भने तपाई भिडियो ल्याङ्ग्वेज अब तपाईले जुन भाषामा भिडियो बनाउनुहुन्छ त्यहाँ त्यसको लागि चाहिँ तपाई जस्तै मैले नेपाली भाषामा भिडियो बनाउँछु त यहाँनिर चाहिँ नेपाली भाषा सिलेक्ट गर्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ नेपाल लेखेको छ। यहाँ नेपाली भाषा मैले सिलेक्ट गरे अनि मैले मेरो जति पनि भिडियोहरु हुन्छ त्यो सबै मैले नेपाली भाषामा बनाउँछु। यहाँ कमेन्ट छ। कमेन्टलाई अन अफ गर्न सक्नुहुन्छ। तपाईको भिडियोमा कसैले कमेन्ट गरेको चाहनुहुन्छ भने चाहिँ अन राख्नुस्, चाहनुहुन्न भने चाहिँ अफ पनि राख्न सक्नुहुन्छ। त्यसभन्दा पछि चाहिँ तपाईको यो परमिसन भन्ने छ। यो परमिसन पनि केही पनि होइन टीआरसी क्रिएसन नेम छ अनि देखाएको छ परमिसन रोल भनेपछि ओनर भनेछ। ल ठीक छ यो यति नै हो। कम्युनिटी मोडरेसन भनेको के हो भन्दाखेरि अटोमेटेड फिल्टर। यो अहिले पछि तपाईले भिडियो युट्युबहरु चलाउँदै जाँदा यो सबै अटोमेटिक खुल्दै जान्छ। यसको त्यति जरुरत हुँदैन सुरुमा। यसमा डिफल्टमा चाहिँ तपाईले यस्तो डिफल्टमा गएर चाहिँ तपाईले कमेन्टहरु अन गर्न पनि सक्नुहुन्छ अफ गर्न पनि सक्नुहुन्छ तपाईको भिडियोमा जति पनि कमेन्ट आउँछ। त्यसभन्दा पछि क्रिएटर डेमोग्राफ्स भनेपछि बाकी क्रिएटर डेमोग्राफ्स एग्रीमेन्ट्स यो केही जरुरत पर्दैन। तपाईहरुले भिडियो हाल्दै जानुभयो भने तपाईहरुले यसमा केही पनि फरक पर्दैन। त्यसभन्दा पछि तपाईको युट्युब च्यानल चाहिँ तयारी हुन्छ। अब तपाईको युट्युब च्यानलहरु चाहिँ तयारी भयो। अब त्यसको लागि तपाईले अब जुन युट्युबमा गएर यसरी प्लसको चिन्हमा थिचेर अब मैले यहाँनिर अब तपाईले एउटा यो भिडियो छ। अब मैले यो यस्तो भिडियोहरु मैले यसरी नेक्स्टमा जाने नेक्स्टमा गएर यहाँनिर चाहिँ टाइटल हाल्दिने फेरि यहाँनिर चाहिँ डिस्क्रिप्सन लेख्नु पर्ने हुन्छ हैन। यहाँनिर चाहिँ डिस्क्रिप्सन लेख्नु पर्ने हुन्छ। यहाँनिर पब्लिक लेखेको छ। भिडियो अपलोड गर्दाखेरि चाहिँ यहाँनिर अनलिस्टेडमा मैले अपलोड गर्छु। मैले पछि सेटअप गरेर पछि पब्लिश गर्ने गर्छु। तपाईले डाइरेक्ट पब्लिक गर्दिदा पनि हुन्छ। सुरुमा ऑडियन्स छ त्यहाँनिर चाहिँ नो इट्स नट मेड फर किड्स मा गरेको हुनुपर्छ। कुनै पनि भिडियो हामीले बच्चाहरुको नभए यहाँनिर एडिट टु प्लेलिस्ट तपाईले प्लेलिस्टहरु पनि बनाउन सक्नुहुनेछ। अनि यो अल्टरनेट कन्टेन्ट भनेपछि तपाईको कुनै पनि भिडियोहरु एआई मार्फत तपाईको भिडियोहरु बनेको छ भने त्यो बनेको छ कि छैन भनेर युट्युबले सोध्छ। बनेको छ भने यस लेख्ने हो, बनेको छैन भने नो लेख्ने हो। अनि त्यसभन्दा पछि तपाईको एडिट पेड प्रमोसन लेभल भनेछ। तर कमेन्टहरु अफ गर्ने अन गर्ने। त्यसभन्दा पछि तपाई अपलोडमा हाल्दिनुस्।
भिडियो अपलोडमा हालेर यसभन्दा पछि हामीले भिडियोहरूलाई कसरी सेटअप गर्ने, के गर्ने, कुन एपबाट, कुन सफ्टवेयरबाट हामीले यसलाई सेटअप गर्ने, कसरी ट्यागहरू लगाउने र कसरी डिस्क्रिप्सनहरू लगाउने भनेर तपाईहरुलाई नेक्स्ट भिडियो आउनेछ साथीहरु। साथ सपोर्ट भने जरुर गरिदिनु होला। धन्यवाद।